यो पालि चाहिँ फाइनली हाम्रो बारीमा पनि कोपी चाहिँ फलेको छ है फ्रेन्ड्स, हेर्न सक्नुहुन्छ। वाउ, यहाँ फल्दैछ हो, यहाँ पनि फल्दैछ। एउटा चाहिँ हामीले खाइसक्यो हो, यहाँ पनि फल्दैछ। अस्तिको पालि चाहिँ भएको थिएन, सानो भएको थियो, त्यत्तिकै मेरो त्यो अपडेटै हुनु पाएन। यो पालि चाहिँ फल्यो है कोपी। हेर्नुहोस् न कस्तो क्युट 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 कोपी फलिरहेको छ। यहाँ छ तपाईँको के भन्छ यसलाई त, यो सागलाई त के पो भन्छ, पालकको साग हो। यहाँ चाहिँ छ डुकु हुँदैछ होइन। तर खुसी लागेको चाहिँ यो कोपी फलेर हेर्नुहोस् न, क्या दामी भइरहेको छ। यहाँको चाहिँ म टिप्ने, किनभने एकदम बिग भइरहेको छ नि त हो। हेर्नुहोस् त, वाउ, अर्ग्यानिक कोपी खानु पायो भने के यस्तो होइन फ्रेन्ड्स। म चाहिँ यहाँनिर टिप्न आँटेको छु हो। ओम साइड अप, ओम या याहू। हेर्नुहोस् त फ्रेन्ड्स, वाउ, याहू। कोपी टिपेँ मैले चाहिँ कोपी हो। पातहरू पनि वेस्ट चाहिँ हुँदैन होइन फ्रेन्ड्स, यसको यो लिफ पातहरू यो चाहिँ सबै जान्छ बाख्राको दानामा, छुटाउनु पर्छ होइन। हेर्नुहोस् त फ्रेन्ड्स, दामी छ सेतो।